गाडीमा छ गोजीमा छ अझै पानी पानी चाहिँ घट्दै घटेको छ यो नाकको आकार छ यहाँ भने तल अरूमा त्यो नाकको ढुङ्गा पत्रो छैन नाकको ढुङ्गा पहिला बसेको पारीको माछा तानेर खान्थ्यो नि हो र हो त त्यहाँ त्यो अहिले मुनि छ क्या रोडदेखि मुनि छ देखिँदैन जुन चाहिँ ठुलो छ नि त्यो तानेर खाइदिने रे पारीको हलो जोत्दै छ भने तानेर खाने अरे क्या पढायो पछिबाट त्यो खोइ कुन तान्त्रिकले चट्टान बनाएर चट्टान हालेर मार्नु अरे घन्टी बाँधिँदैन घन्टी घन्टी पनि तलै छ जात्रो तल बोकिएन पानी परेर है राँगा खाएपछि राँगा मासु खाएपछि भइन्छ मासु त खाएन नि प्रायः त माछा खान नहुने है मनले मान्दैन आउँदै गएर म खाँदै गर्नु पर्छ भन्नुहुन्छ चिलाउँछ नि राँगा माछाले झन् चिलाउँछ मन्डा खानु हुँदैन मन्डा त्यस्तो हुन्छ मन्डा हुँदैन नि त बैगुन हुँदैन कालो दाल हुँदैन ए कालो दाल पनि त्यो पनि डेन्जर हो झन् चिलाउँछ है हट त्यो पनि डेन्जर हो कति भाँडा सटाउँदैन अनि जुत्ता खोलेको छ अनि छिरेको छैन के हो यहाँ दस हाम्रो यहाँ दस भने अब त्यहाँ फेरि जुत्ता राखेर फेरि माथि जाने कहाँ कि जुत्ता लगाएर जाने टोरा म त बस्छु हामी त यहीँ बस्छौँ माथि मन्दिर छ नि त अब के मनका मन्दिर है तर त्यो बत्ती मेन त यो हो नि मेन त यो हो त्यसो भए मन्दिर आएछ त्यो बत्ती बाल्ने हो हामी चाहिँ यहीँ बस्छौँ गाडीमा बस्छौँ मोमो गर्नु गर्नु पर्छ के हेरेको यो अब त्यो गुरुभन्दा अगाडि कुदेर आउँदा भयो कुकुर लाने कुकुर लाने गुरु सुरु लागेको हुन्छ नि गुरु सुरु लडाइर लाने भाग्नु खोला तालले कम्ती चिपेर हिँडेर छ त्यो ठिकै हुन्छ अस्ति सौ खोला लगाएको थियो चिप्यो त्यो माछा खानु होइन माछा लिएर आएको थियो एउटा मान्छे मरेको ल्याएको थियो अनि त्यो चिता बगाउँदाखेरि देखि सभा खर्च आउँदै बोकेर गाउँघरतिर त खोलामै त हो नि सिधै कम छ त्यहाँबाट भयो लगभग 2 घन्टा 1.5 घन्टा आउँदाखेरि 1.5 घन्टा जाँदाखेरि त त्यही हुन्छ नि कालले कोला पर्छ नि कालो अलिकति कालो त्यहाँबाट त अनि तर के हो बानी भइसकेको हुन्छ बानी भइसक्यो हिँड्छ गाउँको मान्छेहरू त नखायो अनि ठाउँ ठाउँमा खानेकुरा भेटिहालिन्छ खाँदै गयो जहाँ ठाउँ राखिदिइहाल्छ ठाउँ जाँडा सिकेको घरै ठाउँ भेटिन्छ खानेलाई त कति हो
अहिले पनि खोलामै अब लास छेउमै लान थालिसकेको छ खाजाहरू पनि डिउ सिउ सबै यहाँको जस्तै हुन्छ काम सक्यो त्यतैबाट ए खायो चिजा डढाउनु थालेपछि सुरु। खाजा सुरु गरे के भन्छ यसो गर्दा एकताल अब डुब चाहिँ यहाँ राख्दिनँ होला रे राख्न पऱ्यो नि त चिसो चाहिँ पानी दाजु ऊ अगाडिको चाहिँ चिसो छ खोला खोलाको पानी सुइहाल्छ नि यो जमेको पानी हो कहाँ जमेको छ पानी कति जाने मन्दिर कि अन्त जानुपर्ने त्यहाँ हो माथि आजी